चाहिँ हामी धरानको छेउको डाँडामा बस्दा थियो हैन। कस्तो अनुभव भइरहेको छ, कस्तो मतलब खुसी भइरहेको छ कि कस्तो फिल भइरहेको छ भनिदेऊ। एक सेकेन्ड। एकदम खुसी नै भइसक्यो। अब चाहिँ धरान पुग्न लाग्यो नि त, एकदम नजिक आइसक्यो। कहिले सेलिब्रेसन गरौँ चाहिँ हामी टक्क लाग्यो अब पटनाली टुचनबाट फिनिसिङ टोलीहरू। अब हाम्रो यहाँ ठ्याक्कै हाम्रो बसाइ हुनेछ हाम्रो। यसरी चाहिँ हामी टक्क लाग्यो अब पटनाली टुचनबाट फिनिसिङ टोलीहरू सबै डेरासेरा भट्काएर अनि टक्क आज सर्नेछौँ। यसरी जानेछौँ। अब चाहिँ यहाँबाट निकै टाढो सर्नेवालामा छौँ। यसरी अब बिल्डिङ सिल्डिङ पनि भट्काइयो आजबाट टक्कसँगले। सबैजना आफ्नो सामानहरू रेडी गर्दैछन् आज पटनालीबाट। कहाँ सरिन्छ भनेर चाहिँ फुल भिडियो हेर्नु होला हैन। धन्यवाद ड्याडी। आज चाहिँ हामी यता यो टुचनहरू सकेर निकै पर डाँडासम्म पुगिसकेको छौँ। त्यही भएर आज हाम्रो रुम सर्दैछ। पटनालीबाट यो दुईवटा टुचन, यता माथि कोका 1 अनि मुनिको कोका पार्ट 2 को सबै सकियो। अनि साथीहरू यसरी झोला झम्ता बोकेर 17औं क्याम्प प्रवेश हुँदैछ आज हाम्रो फिनिसिङ टोली अनि टुचन टोली पनि। कस्तो फिल हुँदैछ अमर दाइ क्याम्प सर्दा? मलाई त नबोल्नु भनेको छ। ल रमाइलो छ, रमाइलो छ। ल ल ल यसरी हामी चाहिँ आज डेरा सर्दैछौँ। यसरी छोटासँगले कोरियाको मिसन सफल भयो। अब के अब यसरी खैरेनी डाँडातिर मिसनको लागि हिँडियो। पुरुको भारी छैन होला। ल हाम्रो टोलीहरू आइसकिसक्यो। आलुको बोरा अनि यसरी हाम्रो ड्याडी स्पेसल, हाम्रो ड्याडी चाहिँ यता हुनुहुन्छ खाना पकाउने। माकुम दाई पुरै आउँदै हुनुहुन्छ। यसरी डेक्ची ड्राइभरहरू पनि आउँदै हुन्छ। यसरी हामी रुम सरिँदैछ है आज। हेलो। यस यस अब त घुमाउँदिन। यो जुत्ता टुरिन्छ। यो जुत्ताको धनीले मार्छ क्या। यो जुत्ताको धनी मैले पत्ता लगाएँ त। कौन सा भरे भन्छु ल। क्या गर्दा गर्छ ल डाँडाले मेरो जुत्ता ल्याएर सानमै हिँड्छ। यसरी हामी चाहिँ सरिँदैछ। यसरी यसरी अब चाहिँ झोला झ्याम्टा बोकेर लाग्यो है त ठ्याक्कै। अब चाहिँ हामी ठ्याक्कै कुन डाँडा बस्छौँ भिडियो चाहिँ हेर्दै गर्नु होला भन्दै यो टुचनबाट हामी टाटा बाई बाई गर्दैछौँ आज। यसरी ल हामी चाहिँ टक्क लडाइँ खेल्नु गएको जस्तै सबै सामानहरू बोकिओरी जाँदैछौँ। यसरी टक्कसँगले यसरी साथीहरू लाइनै टक्क जाँदैछौँ पटनालीलाई बाई बाई गर्दै। हामी चाहिँ बसाइ सर्दै गर्दैछौँ है आज मजाले। भरे कुन ठाउँमा सरियो? अठारौँ क्याम्पमा गरिरहेको छ। त्यसलाई यसरी चाहिँ दुःख गरेर चाहिँ धरानी जनतालाई चाहिँ पानी खुवाउने काम गरिरहेको छ भने चाहिँ पसिना हेर्नुहोस् लगभग भिजेको छ। त्यसरी छ झोलाहरू
ल हाम्रो डम्बरदाले चाहिँ टक्क हाम्रो खाने चामल बोकेर ल्याउँदै हुनुहुन्छ 25 केजी। अनि उकालो पनि नाक ठोकिने उकालो रहेछ नि त, फेरि गाह्रो छ त्यो ठाउँमा। फेरि माथि पुगिसकेको छ, हामी त्यो चामल फेरि बोकेर ल्याइँदैछौँ। कुन ठाउँमा पो सर्ने अरे त्यहाँ हामी? डाँडा घोप्पा सर्दैछौँ अझ। ल हामी चाहिँ टक्क अहिले यता डाँडा घोप्पामा डेस्टिनेसनमा आइपुग्यौँ। यसरी त्यो पहिला पाइप गाड्नुलाई खनेको रहेछ, त्यो डाँडा घोप्पा भन्दो रहेछ। अब हाम्रो क्याम्प यहीँ बन्ने छ। यसरी ट्याक्कै चाहिँ डाँडा घोप्पा हो। अनि आज अब हाम्रो यहाँ ठ्याक्कै हाम्रो बसाइ हुनेछ हाम्रो। यसरी एउटा ओह्रालो रहेछ। यसरी हामी चाहिँ टक्क भई क्याम्पमा 5-6 दिनको लागि सेटल भइयो। हामी ठ्याक्कै खोरियाको जङ्गलबाट चाहिँ बसाइसराई गरेर यहाँनिर हामी आएको छौँ। पटनाले त्यो माथिको डाँडाको जङ्गलमा छौँ हामीको बसाइसराई। यहाँबाट धरान पनि देखिँदैछ। कस्तो चाहिँ त्यस्तो खोजमा मतलब जङ्गलमा बस्दा केही नदेखिने ठाउँमा बस्दा र अहिले यहाँनिर चाहिँ हामी धरानको छेउको डाँडामा बस्दाको होइन कस्तो अनुभव भइरहेको छ, कस्तो मतलब खुसी भइरहेको छ कि कस्तो फिल भइरहेको छ भनिदेऊ। एक सेल एकदम खुसी नै भइसक्यो। अब चाहिँ धरान पुग्न लाग्यो नि त, एकदम नजिक आइसक्यो। कहिले सेलिब्रेसन गरौँ भन्ने खालको त्यस्तो मतलब उत्सुकता जागिसक्यो होला होइन। एकदम धरान पुऱ्याएर चाहिँ एक दिन चाहिँ मजाले रमाउने र नुहाउने मजालेसँगले सर्दु खोलामा होइन सेलिब्रेसन बब्बे मान्छेहरू हुन्छ होइन। त्यो बेलामा आफू पनि ठ्याक्कै सामेल भएर चाहिँ नि होइन पानी कोकाएको पानीमा नुहाउँदा टाउको चाहिँ नि हुँदाखेरिको छुट्टै होइन एउटा कल्पना गर्न थालियो होला जस्तो। हजुर, अब धेरै दिन लाग्दैन होला। धेरै दिन लाग्दैन। अब एक हप्ता या 10 दिनभित्रमा चाहिँ हामी सर्दु खोलामा सेलिब्रेसन गरिन्छ। ल धन्यवाद दाजु। ल अब हामी चाहिँ उयो अगाडि डेरा बनाउने छौँ। अनि यो म्याटहरू यहाँ छ र हाम्रो चुलाहरू पनि रेडी भइसकेको छ। अनि हाम्रो किचनको सामानहरू यस्तो छ, यस्तो सामानहरू। अनि प्याजहरू अनि आलुहरू। अनि यता चाहिँ हाम्रो धारा, यसरी धारा झारेर पानी खाँदैछौँ। चाहिँ डाँडा घोप्पा हो। अनि यहाँ चाहिँ पहिला खनेर पनि बाहिर राखेको रहेछ, तर भित्र चाहिँ पुर्नु चाहिँ पुरेको रहेनछ। ठिक्क खनेर लामो छ, लगभग 1 किलोमिटर जति नै होला। अनि आज हामी बास बस्नेछौँ। त्यस्तै हो भन्दै अब हामी डेरा बनाएको भिडियो पनि एकछिनमा खिच्नेछु भन्दै मेरो भिडियो लाइक सेयर सब्सक्राइब गरिदिनु होला। ल अब हामी चाहिँ बस्ने साथीहरू पाइप जोड्नु गइरहेछ। अनि यता साथीहरू पाइप जोड्नु गइरहेछ चाहिँ हाम्रो ड्याडी यता हुनुहुन्छ भन्दै आजको सानो छोटो मिठो ब्लगबाट म बिदा लिन जान्छु। नमस्कार।